गुड मर्निङ सबैजनालाई। अब म चाहिँ अहिले पुर्ख्यौली घरमा आएर बसेको छु। धेरै वर्ष पछाडि चाहिँ यहाँ आएर यसरी यहीँ जन्म्यो, यहीँ पढ्यो, हुर्क्यो अनि यहाँ छोडेर गयो। तर यहाँको हाम्रो पहिलाको घरहरू यहीँ रहेको छ। यो चाहिँ मेरो बुवाको नम्बर 94-010 हो। उहाँ चाहिँ 1960 मा निस्किनु थियो। 1942 मा भर्ती भएर 1960 मा निस्किनु भए र 61 मा यो घर बनाउनु भएको हो। तकरिबन कति 60-65 वर्ष कति भयो, 62-63 वर्ष भइसकेछ। यता आँपहरू रोप्नुभएको थियो बुवाले, यो आँपहरू पनि फुलिरहेको छ। यता आँप रोप्नुभएको थियो, यता देवी थान छ हाम्रो। अनि यो नयाँ घर चाहिँ 2045 सालको भूकम्प जस्ट पहिला बनिएको थियो। यसले चाहिँ धेरै भूकम्पहरू धानिसकेको छ। एकदम अहिले पनि डह्रो छ। यसरी सुपारीको बोटहरू पनि देखिराख्नु भएको छ। यसरी घुम्न आउँदा आज रमाइलो छ मौसम पनि। यतापट्टि पनि आँपको बोटहरू छ, एकदम रमाइलो लाग्दैछ। तपाईहरुलाई पनि मेरो पुर्ख्यौली ठाउँ रमाइलो लाग्यो भने यो भिडियोलाई हेरेर फुल वाच गरेर चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। प्लिज सब्स्क्राइब गरिदिनु होला, प्लिज सब्स्क्राइब गरिदिनु होला भने। अनि शेयर, कमेन्ट, लाइक गरिदिनु होला। है यस्तो छ हाम्रो पुर्ख्यौली ठाउँ। रमाइलो छ, रमाइलो लागिरहेछ। यो चाहिँ अहिले चाहिँ फाक्पोक्तुम 7 मा पर्छ। हामी चाहिँ नाबु, हाम्रो सानो गाउँ छ नाबु। बुवालाई चाहिँ नाबु हलदार भनेर सम्पूर्णले पहिला चिन्ने गर्नुहुन्थ्यो। हामी पनि